हेलो गाइज, आज चाहिँ माता तीर्थ औँसी अनि आज चाहिँ आमाको मुख हेर्ने दिन र म चाहिँ उठिसकेको छु। अब उठेर अब चाहिँ नुहाउने केही खाएको छैन, भोक लागिसक्यो। अब नुहाइसकेपछि अनि त्यसपछि आमाको मुख हेर्ने अनि त्यसपछि गाइज म चाहिँ नुहाएर आइसकेको छु फाइनल्ली। अब नुहाइसकेपछि अब के गर्ने भन्दाखेरि अब खानासाना बनाउने खाने। आज मदर्स डे हो नि त, मेरो मम्मी चाहिँ पहाड जानु छ। सो अब हामी आफै पकाउने आफै खाने दिदी बहिनी बसेर। लेट्स गो बाई। त्यसपछि अब हेरौँ यहाँ के पकाइन्छ होइन। त गाइस अब चाहिँ हामी रेडी भइसकेका छौँ ल फाइनली। एन्ड हामीले चाहिँ अब टिका लगाइसक्यौँ अनि त्यसपछि गाइस म फेरि लुगा चेन्ज गरेर आफ्नै कामतिर लाग्न थालिसकेको छु। मस्त अब म केची बनाउन जान्छु त। म केची बनाउँछु त, तपाईँहरूलाई सबै देखाउँछु ल। गोर्खाली अचार अनि त्यसपछि बोडीको सब्जी, मासु छैन है, बोडीको सब्जी अनि त्यसपछि तिते करेला, मासु चाहिँ भरे मात्र। एन्ड देन आया टुक्रा पर्क्यो मेरो। ब्राउन खाँदैछु गाइस, ब्राउन।